हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। म स्पोर्ट क्रेजी विवेक, आई एम अल द वे फ्रम दुबई है। हजुरहरूलाई सन्चै होला भन्ने पुनः विश्वास लिएको छु र आज चाहिँ खुसीको दिन। तपाईहरुलाई फेरि के को खुसी होला भने हैन, आज चाहिँ स्यालेरी आउने दिन। पैसा ही पैसा होगा। आज मे 27 भइसक्यो छ। आज 100% आउँछ स्यालेरी हैन। मेसेज मात्रै टुङ्ग मात्रै बज्न बाँकी छ। म चाहिँ आज चाहिँ तपाईहरुलाई मेरो पहिलो मैले हालेको भिडियोहरुमा पनि स्यालेरीको बारेमा अलरेडी भनिसकेको छु हैन। आज चाहिँ म तपाईहरुलाई प्रत्यक्ष रूपमा देखाउने छु स्यालेरी कति आउँछ हैन। मैले झुटो बोलेको छैन पहिलाको भिडियोहरुमा र जति आउँछ म त्यति तपाईहरुलाई देखाउने छु। टिप्स चाहिँ म अर्को भिडियोमा भन्ने छु भने मेरो नेट स्यालेरी चाहिँ कति आउँछ म तपाईहरुलाई आज यो भिडियो मार्फत देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। अनि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनुस् अनि शेयर कमेन्ट अनि लाइक पनि गरिदिनुस्। सी यू गाइस। ल साथीहरु, स्यालेरीको मेसेज पनि आइसकेको छ है, तपाईहरुलाई देखाउन गइरहेको छु। हेर्नु होला। त्यसै नहालेको छ स्यालेरी है। ल है साथीहरु, गर्मी एकदम बढिरहेछ दुबईमा। आज चाहिँ 45-46 डिग्री होला। यो 2 दिन अगाडि त लास्टै थियो। स्यालेरी पनि आइसकेको छ। हिजो नै आउनु पर्ने, मैले हिजो नै यो भ्लग हाल्न खोजेको थियो युट्युबमा, तर हिजो स्यालेरी आएन। अनफर्चुनेटली स्यालेरी नै आएन के। सो आज चाहिँ अलरेडी आइसकेको छ र म अहिले चाहिँ एटिएम भएको ठाउँतिर जाँदैछु हैन। तपाईहरुले देखिसक्नु भएको छ कति स्यालेरी आयो भनेर। र एटिएममा पनि जाँदैछु है। म चाहिँ यही ठाउँमा बसिरहेको छु, अल्केल गेट भन्ने ठाउँमा। जस यो ठाउँ राम्रो छ, सुविधायुक्त छ हैन। जस फुटबल प्लेयरहरूको लागि पनि एकदम राम्रो छ। ग्राउन्ड छ हैन, खुल्ला मैदान छ, जस रमाइलो लाग्छ यो ठाउँ। ल है साथीहरु, एटिएमतिर भेटौँ ल। फाइनली एटिएम भएको ठाउँमा आएको छु साथीहरु है। ल है साथीहरु, मैले पनि पैसा पनि निकालिसकेको छ हैन। पैसा निकालेर अब बैंकतिर जाँदैछु। घर परिवारलाई पनि सेन्ड गर्नु पर्यो नि हैन। सो यही हो, तपाईहरुले दुबईमा लाइफ गार्ड काम गरेर म्यारिट कन्ट्राक्टमा काम गर्यो भने तपाईहरुले 80 देखि 1 लाखसम्म पढाउन सक्नुहुन्छ है। यस्तै छ साथीहरु है दुबईमा। के गर्नु, गर्मी एकदम बढिरहेछ एकदम। जति पनि हाम्रो नेपाली दाजुभाइहरु हुनुहुन्छ दुबईमा हुनुहुन्छ भने गर्मीबाट बच्नुस् हैन। डेली चाहिँ पानी पिउनुस्, 3 लिटर 4 लिटर 5 लिटर कति सक्नुहुन्छ पुरै पानी पिउनुस्। अनि यही हो, मैले स्यालेरी पनि निकालिसकेको छु र स्यालेरी पनि अलरेडी सेन्ड गरिसकेको छ बैंकबाट। तपाईहरुलाई थाहा नै होला हैन। दुबईमा होटलमा लाइफ गार्ड काम गरेर पनि राम्रै कमाइ हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। अनि यही हो, तपाईहरुले हैन अब राम्रो टिप्स कमायो भने स्यालेरी त तपाईहरुलाई मैले बताइसकेको छ हैन। मेरो नेट स्यालेरी चाहिँ 2300 आउँछ अनि 115 चाहिँ उनीहरूले सञ्चय कोषमा हालिदिन्छ। जुन चाहिँ मैले अहिले नै निकाल्न मिल्दैन, त्यो चाहिँ म होटल छाड्ने बेला उनीहरूले दिने गर्नेछ त्यो 115 चाहिँ। अनि अब दुबईमा पनि हैन जस लाइफ गार्डमा लाइफ छ। म चाहिँ त्यही भन्छु होटलहरुमा। तपाईले होटलमा काम गर्यो भने तपाईले खानपिनको लागि पनि त्यति जोड गर्नु पर्दैन के। लगभग 1 हप्तामा 2 दिन 3 दिन चाहिँ तपाईले खाना बनाउनु पर्छ भने 5 दिन चाहिँ होटलमा नै हुन्छ के। अब 1 दिन त अफ भइहाल्यो हैन। त्यही हो, अब होटलमा काम पर्यो भने तपाईहरुले लाइफ गार्डमा पनि आफ्नो लाइफ राम्रो बनाउन सकिन्छ है साथीहरु। यही हो, अब स्यालेरी चाहिँ तपाईहरुले म सबै भनिसकेको छ हैन। केही तपाईहरुलाई कन्फ्युज छ भने कमेन्ट गर्न सक्नुहुन्छ, म रिप्लाई गरिहाल्छु। अनि प्लिज सक्दो चाहिँ मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच भन्न चाहन्छु एभ्रीवन।